भजन संग्रहको पुस्तक भजन नम्बर 86। संकष्टमा प्रार्थना, दाउदको प्रार्थना। हे परम प्रभु, मेरो प्रार्थना सुन्नुहोस् र उत्तर दिनुहोस्, किनभने म दरिद्र र अभावग्रस्त छु। मेरो रक्षा गरिदिनुहोस्, किनकि म तपाईको भक्त हुँ। तपाई मेरा परमेश्वर हुनुहुन्छ। तपाईको सेवकलाई बचाउनुहोस्, जसले तपाई माथि भरोसा गर्दछ। हे परम प्रभु, म माथि दया गर्नुहोस्, किनकि म दिनभरि तपाईको पुकारा गरिरहन्छु। आफ्नो दासलाई हर्षित पार्नुहोस्, किनकि हे परम प्रभु, म आफ्नो प्राण तपाईतिर उचाल्दछु। हे परम प्रभु, तपाई भला र क्षमाशील हुनुहुन्छ र तपाईलाई पुकारा गर्नेहरू सबैलाई तपाईको प्रेम प्रशस्त रहन्छ। हे परम प्रभु, मेरो प्रार्थना सुनिदिनुहोस् र दयाको निम्ति मेरो विनयको आवाजलाई सुन्नुहोस्। मेरो संकष्टको दिनमा म तपाईलाई पुकारा गर्छु, किनकि तपाईले उत्तर दिनुहुन्छ। हे परम प्रभु, देवहरूमा तपाई समान अरू कोही छैनन्। तपाईका कार्यहरू जस्ता अरू कसैको छैनन्। हे परम प्रभु, तपाईले बनाउनु भएका सबै जातिहरू तपाईको अघि झुक्नेछन् र तिनीहरूले तपाईका नाउँको आराधना गर्नेछन्, किनकि तपाई महान हुनुहुन्छ र आश्चर्य कर्महरू गर्नुहुन्छ। तपाई एक मात्र परमेश्वर हुनुहुन्छ। हे परम प्रभु, मलाई तपाईका मार्गको शिक्षा दिनुहोस् र म तपाईको सत्यतामा हिँड्नेछु। मलाई एकाग्र हृदय दिनुहोस् र म तपाईका नाउँको भय मानु। हे परम प्रभु, मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईको प्रशंसा गर्नेछु र म सदा सर्वदा तपाईको नाउँको महिमा गर्नेछु, किनकि म प्रति तपाईको प्रेम महान छ। तपाईले मेरो प्राणलाई पातालको गहिराईबाट छुटाउनु भएको छ। हे परम प्रभु, अहंकारी मानिसहरूले मलाई आक्रमण गरिरहेछन् र निष्ठुर मानिसहरूको दल मेरो ज्यानको पछि लागेको छ। ती मानिसहरू जसले तपाईलाई सम्झना गर्दैनन्। तर हे परम प्रभु, तपाई कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ र क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। मतिर फर्कनुहोस् र म माथि दया गर्नुहोस् र आफ्नो दासलाई तपाईको शक्ति दिनुहोस्। आफ्नी दासीको छोरालाई बचाउनुहोस्। तपाईका उद्धारताको एउटा चिन्ह मलाई दिनुहोस् र मलाई घृणा गर्नेहरू त्यो देखेर शर्ममा परुन्, किनकि हे परम प्रभु, तपाईले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।